मेरो दाई वेलकम मेरो दाई मस्ट लभ दाई त माया कसम हेप्छेस हाम्रो दाई छैन भनेर हेलो मेरो दाई माया छ दाई मेरो दाईको नाम सुन्ने बित्तिकै तेरो थर थर शरीर काम छ तँलाई झट्का पनि आउन सक्छ यस केही हुँदैन म्याकुरी दिएर हल्ला नगर तेरा अल्फा सल्फा दाई गर्नु अहिले अलि गर्न तेरो यो आइमेको कामै जिब्रो निकाल्ने रहेछ कि क्या हो दाइ बरु त्यो होइन मा कसम भनेको हो अब छाती अब साबर गर्न लगाउने हो पनिसमेन्ट 3टा रोज मेरो दाइहरू प्लिज पनिसमेन्ट दिने हो यस रुवाउने हो यसलाई कसरी रुवाउनुपर्छ त्यो मलाई थाहा छ ग्याङस्टर सुन न तल यहाँ अब मेरो 400-500 हजार त यहाँ पनि पुग्छ तैँले गुरुङले ब्रान्ड भन्छ नि यो चिन्ने नचिन्ने अर्काको आइडी मागेर खोल्दा त यस्तो भइरह भने सोच कहाँसम्मको हो म त्यो सब मेरो केटाहरू त्यही भएर 84 कुरा गर्छस् साला त्यो छाती देखाएकी छ 2टा हेडलाइट देखाएको छ 2 इन्ची दाइ तल धारो भने सब देखिन्छ हो धेरै पनि भन्दिनँ दाइ यार 2 इन्ची तल धारे भने मा गाइस अब एउटा फुल हान्नु त गाइस रनमती त चल्दी कला गर्न आकी हो जाठी यहाँ टिकटकमा अब 500 चल्दी कला गर्न आकी मुची गद्दा पार्कमा गएर बस्ने सुत्ने त्यस्तो गर्दिन अघि जस्तै यसमा नि ससुरा ओ गर मा यार एक गेम बचाउन मा कसम पनिसमेन्ट दिने हो यस सिधै जाने हो टाउको तल खुट्टा माथि भिआगाको त्यही फरियामा उता नपर्ने अगाडिपट्टिको हेडलाइट चाहिँ अनुहार चाहिँ अगाडिपट्टि फर्काउनु पर्यो यस अनि भ्यागुदा तल झऱ्यो भने अनि फुत निस्किन्छ अनि हामी हेर्ने धेरै धेरै हेर्ने यार हान्न बन तेरो मान्छेलाई कति हान्दै लिड गर्न बन सक्छ अब कहाँ जान्थ्यो चिन्दै नचिनेको अर्को मागेर चलाएर अघिको म त हान्थ्यो पनि होला यसमा यति त गरिरह बाबु तँलाई बोल्नै दिँदैन ओ किङ कोब्राले आएर तेरो भित्ता फोड्ने रे किङ कोब्रा आछ तेरो भित्ता फोड्नलाई भन्दैछ गुरुङनीलाई मा कसम पायो भने भुडी बोकाइदिन्छु म भाइ बोला त अहिले आयो भने के गर्छस् दिन्छेस किङ कोब्रालाई दिन्छेस नि दिन्छु बोला न बोला ए बडी गार्ड किङ कोब्रालाई लासो फपुला हैन यसलाई लासो तपाईलाई दिन्छ रे लासो मलाई त ठोक्नु हुन्न नि उहाँले त ठोक्नु न दबाई पायो भने जन्माइदिनु हुन्न निस्क्यो भने त ठोकिहाल्छु के गर्ने त मेरो भाइ ठोकिहाल्छु देख्यो कति माया गर्ने दाइहरू छ हेर कति बजे राति आइपुग्यो घर देखिस् साले तोर पनि तेरो औकात के छ भन त तेरोमा यसरी माया गर्ने मान्छे आउँछ मलाई बोला आँखा पल्टाउने गरी जाँठी घोप्टो बनाएर दिने हो तँलाई म अगाडिबाट पेलाउँला कि दाइले पछाडिबाट दिन्छन् दे तनक तेरो दुधे हग्ने पाल पनि मुद्ने पाल पनि टालिदिने हो घ्वाप गरेर ओ दाइ यार ठुलो दाइहरू हो नि मेरो जेठो दाइ म खाएँ यार दाइ ट्याप दाइ मस्ट लभ है मेरो दाइ म्याच दाइ मस्ट लभ है सबले रेड हार्ट मेरो दाइलाई यस गइसक्यो अब तेरो काम के हो भने 2टा खुट्टा उत्ता नबनाउने थालले 10 चोटि हान्ने यस तेरो औकात मिल्दैन टुके कटा पहिले टुके कटा अनि बल्ल थालले हान्ने कि चप्पलले हान्ने कि हातले हान्ने म हान्छु ल पानी निकालेर देखाउनु पर्छ है हाम्रो केटालाई पानी कान्छी बहिनीबाट पानी निकाल्ने भ्यागुदा फुत निकालेर टुपा देखाउने है त सेतो पानी तेरो सेतो पानी त चाहिएको नि त हाम्रो केटाहरूलाई सेतो पानी त चाहियो नि रातो पानी त हाम्रो केटाहरूले लिपस्टिक रगडेपछि मात्र हो तेरो निस्किने
फलो गरौँ ल कान्छी बहिनीमा मा कसम मेरो दाइहरूले खोर्सानी रगडेपछि मात्र हो त्यो रातो पानी निस्किने नत्र भने निस्किँदैन मेरो सेतै पानी निस्किन्छ गाइस डबल खेलौँ न गाइस प्लिज गाइस फेरि कोब्रा पनि किङ कोब्रा पनि छेउमा हजुर दाई मेरो दाई यो रनमती त हिरो बन्छेस जाँठीमा राडी मुजी राडीमा ठुक्ने हिरो बन्छेस राडीमा ठुक्ने पोइ मरेकी राडीमा ठुक्ने आइज बरु मान्छेले मेरो काखमा बस मुजी सान्त्वना हुन्छ ए त अति नभन्दा यहाँ कमेन्टमा धरि के भनिसक्यो मान्छेले राडीमा कसम यार दुईटा खुट्टा च्यातेर देखा मा ठुक्ने होइन दुईटा खुट्टा च्यातेर मुजी औला हालेर देखा हो कोब्रा पनि छ रे यसको मुजी तेरो दुईटा गुफामा छिराउनको लागि तेरो आयु भन्छ के कहिले मरेखास भन्छ मेरो आयु मर्दैन बाबु तिम्रो जस्तो 20-25 हजार मान्छेलाई नठोकिकन मर्दैन यस्तो कन्याकुमारीलाई त्यति साह्रो चाहिँ नभने साह्रै कन्याकुमारी हुन्छ मुजी दुनियाँले मुजी चाखेर मुजी रगडेर दाइ होइन केरा रगडेर जाँडी काली बनाएको पुतौरो कालो बनाएकी जाँडीको मुजी हिरो बन्दी रहेछ देखिस् मेरो दाइहरूको हम्मर पनि तेरो पुतौरोमा हालेर सुनाइदिए अब के गर्छस् टुरोस गाइस हो अब पनिशमेन्ट दिनु गाइस मेरो अर्को आइडी गरेर के नटोइला दुबिहाल्नु गाइस टुरोस त गाइस डबल त के दाइहरू यार 2K क्रस गरिदियो भने पनिशमेन्ट पाउँदै थाहा छ हाम्रो टिमले दाइहरू यार कसम 2K क्रस हुने बित्तिकै यसले होइन पानी निकाल्ने भ्यागुता देखाउने हो यस पनिशमेन्टै त्यही हो भ्यागुदाको टुप्पा देखाउने पानी कान्छी बहिनीबाट पानी निकालेर देखाउने यस हाम्रो ज्ञानको उद्देश्य नै यही हो के गर्छस् दुईटामा एउटा गर्न रेडी हुँदै यस मेरो मेरो जनताहरूले भनेको गर्नलाई रेडी मेरो दाइहरूले भनेको जा भैँसीको जस्तो त साला दुलो होला तेरो यार भैँसीको जस्तो त दुलो होला मा ठोक्ने अहिले म सुन्दिनँ अहिले यो रणमतीलाई ठोक्छु यसको दुलो टाल्छु यसको मोचीको म पछाडिको आउने पाल पनि मा खुकुलो बनाउँछु यस यस्ता गुरुङनी ओ समीर हिरो बलिरहेको रणमती मा कसम काँक्रो हाल्छु